हेलो एभ्रिवान, आज चाहिँ हामी मामाघर जाँदैछौँ। अब मामाघरको यात्रा सुरु हुन्छ। म चाहिँ तयार भइसकेँ। हामी चाहिँ मामाघरको लागि निस्किसक्यौँ। दुईजना पानीको छिटाहरू हानिरहेको छ। पानी पर्छ कि नै घाम पानी परिरहेको छ। पानी पर्ला जस्तो त छैन। घाम र पानी सँगसँगै आएको छ। अब पानी त पर्दैन होला सायद। आज तेस्रो दिनमा चाहिँ हामी आमाको घरको लागि निस्क्यौँ। खोलाको बाटो जाने हुन्छ यता चाहिँ यहाँबाट लगभग 2-2.5 किलोमिटर 3 किलोमिटरमा यहाँ चाहिँ मूर्ति छ। यहाँ चाहिँ प्रायःले फोटोसोटो खिच्नुहुन्छ। यो चाहिँ शिवजीको मूर्ति। बाटोमा आउँदा जाँदा धेरैले यहाँबाट म्याक्सिमम् फोटो लिनुहुन्छ। यहाँदेखि चाहिँ साङकोट जाने बाटो छ। यहाँदेखि माथि गाउँ। यहाँ चाहिँ मिल हो। यहाँ पनि धान कुटाउन आउँथ्यौँ हामी सानोमाको घरदेखि। पानीको मिल, पानीबाट चल्ने मिल छ। सानीमा त्यति टाढाबाट यहाँ बाग्रीबाट लाउनु भएको छ। यो चाहिँ हाम्रो मामाको गाउँ। यहाँ हाम्रो कान्छा मामाको घर हो। यता माथि यता कान्छा मामाको घर, अगाडि मामाको घर। मामाको तरकारी खेती गर्नुभएको रहेछ है। मजाको। के हो यो रोप्या? यो रोप्या के हुन्? टमाटरको बेर्न। उता हाम्रो मामाको टमाटर खेती। इस्कुस रहेछ। यो फर्सी जस्तो फर्सी होइन र यो भाँडाहरू। यहाँ यो खरायो पनि पाल्नुमा रहेछ। खाना खाँदैछ। चाहिँ बरको रुख एकदम पुरानो। पानी परिरहेछ। यहाँ पानी परेर यहाँ यस्तरी हिँड्नु परेछ। यो चाहिँ हाम्रो ठुलो मामाको घर हो। यहाँ चाहिँ अफिस पनि खुलेको छ। अफिस जानेको छ। यहाँदेखि चाहिँ यो भयो पानी परिरहेको छ। हामी पानी पर्नु लाग्दा होइन कस्तो लागिरहेछ? सानोमाले खुसी देखाइदिने भन्नुहुन्थ्यो। यो चाहिँ अब यिनीहरूले माछा मार्ने गरे हामीलाई खुवाउनु। हामीलाई खुवाउने माछा मार्न म खोलामा थाप्न जाने गरे जाल लगाएर सरल। यहाँ चाहिँ यो सार्दा खोला सुकेर यो पुरा यो भरिएको हुन्थ्यो। यहाँसम्म पानी हुन्थ्यो। अहिले चाहिँ पुरा सुकेछ। यो भयो हाम्रो मामाघर भोटे छोड। सबै मामा गाउँहरू छ। अनि यो चाहिँ कान्छा मामाको घरदेखि देखिने भ्यू।
फेरि हाम्रो कोलान फेरि अब भोलि बिदा सजाएन अनि त्यो सबैले आएन काटम लाग्यो कान्छी अनि Rivers whisper truth as they flow down, and their songs entwine with the trees that stand, भर्खर थाप्नु लाग्यो rooted in time by nature. हिजोको माछा खै Each echoing step on the forest floor. भाइरल छैन बाबु यो माछा अब होला बरु तिमीहरूले भन्ने ल्याऊ यसरी माछा पार्ने सब्सक्राइब कति छ मेरो सब्सक्राइब